यो विश्वमा फरक फरक जात जाति धर्म संस्कृतिका मानिसहरूको बसोबास रहेको छ। उनीहरूको खानपान रीतिरिवाज धर्म तथा संस्कृति पनि फरक नै भएको पाइन्छ। त्यस्तै नेपालमा पनि 120 भन्दा बढी जात जातिका मानिसहरूको बसोबास रहेको पाइन्छ, जसमध्ये नेपालको हिमाली भूभागमा रहँदै आएका 21औं शताब्दीसम्म पनि दुर्गम क्षेत्रको पहिचान दिएको कर्णाली प्रदेश अन्तर्गत मुगु जिल्लाको मुगु गाउँमा जन्म थलो भई हाल विश्वका थुप्रै देशहरूमा आफ्नो कर्मथलो बनाएर बसोबास गर्दै आउनुभएका मुगालीवासीहरू मुगु जन्मथलोदेखि केही समय जुम्ला र त्यसपछि काठमाडौँमा आफ्नो कर्मथलो बनाउनु भएको छ। उनले काठमाडौँदेखि जुम्ला आएर आफ्नो माइला छोराको विवाह सम्पन्न गर्नुभएको छ। आफू पृथ्वीको जुनसुकै स्थानमा पुगे पनि आफ्नो रीतिरिवाज धर्म संस्कृतिलाई प्यारो मान्दै आएका यिनीहरूले जुम्लामा आफ्नै रीतिरिवाज तथा संस्कृतिमा विवाह सम्पन्न गरेका छन्। के अनि कस्तो प्रकारको विवाह हुन्छ त उनीहरूको संस्कृतिमा, हेरौं त्यो विवाहको झलक। अहिले हामी कहाँ जाँदैछौँ? क्याम्पस बेहुलीको घरमा। अनि बेहुलाको घर चाहिँ यो। हामी दुलहीको घरमा पुग्दा दुलहीलाई दुलहाको घरमा पठाउने तयारीका साथ चुटकिला गाउँदै दाइजो संकलन कार्य भइरहेको थियो। एकैछिनपछि दुलहीलाई दुलहाको घर लैजान तयारी गरियो।
हेलो बाजे कहाँ हुनुभयो तपाईँ अलि गाडी ब्याक गर्नु त भाइ ब्याक गर भाइ अरे कर pues sau गाडी के pues tú da cái bờ rồi cho cho thế ese poco vai ese poco ni兄弟们来然后蹲对啊ta call da
दुलही लिएर दुलहाको घर आइपुगेका छौं। जब दुलही घरमा पुग्छिन्, दुलहीका घरबाट ल्याएको उपहार दुलहाको घरमा बुझाउनु पर्ने प्रावधान अनुसार जन्तीहरूले यी उपहारहरू बुझाउन लाग्नु भएको छ। सँगसँगै आएको लाउबाउहरू हुन्छ नि त हो त्यसलाई दुलहाले हाल्नुपर्छ। ठुलो ध्यान गरे हुन्छ त पूजा गरेर ध्यान गरेर अनि त्यसपछि शक्तिशाली भएर हान्ने हो यहाँ। यहाँ दुलही तथा जन्तीहरूलाई दुलहाका घरमा हुनेहरूले नव आगन्तुक दुलहीलाई स्वागत गर्नुका साथै यिनी दुलहीसँग कुनै नराम्रा शक्तिहरू आएका छन् भने तिनीहरूलाई बाहिरबाटै परास्त गरिन्छ। र दुलहीकी सासूज्यूले दुलहीलाई अमूल्य चिनो दिएर भित्र्याउने चलन रहिआएको छ। 자
दुलही तथा जन्तीलाई आँगनको स्वागतपछि दुलही तथा दुलहीसँगै आएको उपहारलाई कोठाभित्र ल्याउने काम सम्पन्न भएको छ। मायाको यो संसारमा माया ठुलो हुँदो रहेछ। छोराको विवाहबारे अभिभावकहरूको भनाई के छ त? सुनौ उनीहरूको आवाज। मेरो उर्गेन तामाङ। उर्गेन तामाङ। जन्म मुगु गाउँ। म मेरो बाजेको नाम कर्मा तामाङ, बुवाको नाम सुनाम तामाङ। तपाईँ जुम्ला बस्नु भएको कति भयो? अनि जुम्ला भएको बसेको लगभग 30 वर्ष बसिसक्यो। म कर्मखल्लो ज्वाइँ हो। अनि आज तपाईँको छोराको विवाह सम्पन्न हुँदैछ। यो विवाह हुँदाखेरि तपाईँले कस्तो अनुभव गर्नुभएको छ? के छ भने म विवाह चाहिँ अब त्यति अनुभव पहिला बुझेको छैन है। हामी अब बाहिर लाइमा चाहिँ घुमाउँदै हाम्रो परम्परा चाहिँ अलिकता नबुझेको जस्तै छ है। आज जे भए पनि मेरो दाइ छ अनि यता आफन्त सबैले बुझ्दै गर्दाखेरि चाहिँ सबै सफलता भयो। सफलता भइसकेपछि अब रमाइलो छ, खुसी छु। खुसी हुनुहुन्छ। जस्तै तपाईँ जुम्लामा हुनुहुन्छ,
यदि मुगुमा हुनु भइदिएको भए यो विवाह अझै ठुलो हुन्थ्यो कि सानो हुन्थ्यो कि कस्तो होइन हुन्थ्यो? मेन गाउँमा भएको भए त झन् योभन्दा झन् ठुलो हुन्थ्यो। अब के छ भने आफ्नै गाउँ हो, त्यसमा चाहिँ अब रक्सी यता दायाँ बायाँ त अहिले नपाउला, तर हाम्रो पुर्खौली चाहिँ एउटा परम्परा छ, त्यसमा चाहिँ यो मेरो आफ्नै सोचाइ चाहिँ योभन्दा अझ रमाइलो लाग्छ कि भने मेरो सोचाइ थियो। तर म काठमाडौँबाट आएको चाहिँ 1 महिना भयो। मेरो घर बौद्धमा छ। के छ भने म बौद्धमा बसेको चाहिँ लगभग म कति 26 वर्ष भइसक्यो त्यहाँ स्थायी भएको चाहिँ। म त्यहाँबाट कसेर छोराको बिहे गर्छु भनेर यहाँ जुम्लामा आएको। जुम्लामा पनि मेरो यहाँ घर छ, सबै आफन्त या जुम्लावासीहरू सबै मेरो परिचय सबैसँग साथीभाइ सबैसँग मेरो मिलेन्दा सबैसँग छ। यहाँ साउदिकी तल समाज छ नि, अब मेरो सबै मिलेन छ है। त्यसमा म एकदम खुसी छ। मेरो जुम्ला पनि मेरो घर हो। यो घर चाहिँ मेरो बुढीको चाहिँ दाइजो है। अरू घर पनि छ, 2-3वटा घर छ नि। अब घर भएर पनि के गर्ने, खुसी हुनु पर्यो, सबै खुसी छ। अझ छोरा 3टा छ, अब कोही अमेरिका छ, कोही अनि थाइल्यान्ड छ। अहिले विवाह गर्दै गर्नुभएको छोरा जेठो माइलो साइनो कुन? माइला हो हजुर। माइला माइला हो। जेठो गरिसक्नु भयो? जेठोको बिहे छैन, अब छैन। जेठोको पनि बिस्तारै गर्दैछ है, हुँदैछ। अब साइलाको चाहिँ अमेरिका छ। अमेरिकामा चाहिँ उसले चाहिँ एउटा विदेशी केटीसँग लोक पारेकै छ। त्यो पनि हामी 2 बुढी अमेरिका जाँदैछ अब केही महिनापछि। अनि साइलाको चाहिँ अमेरिका छ केटी। जस तपाईँ सुखी पनि हुनुहुन्छ? अब सुखी पनि छ। अब के छ भने मान्छेलाई चाहिँ सुखी त कहिले पुग्दैन। अब ज्ञानेन्द्र जस्तो राजालाई त पुगेको छैन भने म जब चाहिँ अब यो कहाँ सुखी पुग्छ, पुग्ने कुरा त त्यो सपना हो। त्यही पनि खुसी छु। अब खुसालीमा हिँडिरहेछौँ, व्यापार पनि गरिरहेछौँ। म बिजनेसम्यान हो, बुढी पनि बिजनेसम्यान छ, मेरो बुढी पनि बिजनेस गर्दैछ। हामी सब यो जडीबुटी हड्डी खराब सबै मैले व्यापार गरिरहेछ। उहाँ चाहिँ भाइ हैन? भाइको विवाहमा तपाईँले के कार्यक्रम सघाउनु भयो? अब यस्तै हो, भाइको उसमा चाहिँ हामी दाजुभाइ सबैले चाहिँ नि मिलमिलाप गरेर सहयोग गर्नुपर्ने है। त्यसमा चाहिँ भाइको अब छोराको विवाह हुँदा हामी सबै सम्पन्नहरू एकदम खुसी महाखुसी भएर चाहिँ नि काम गर्नुपर्ने। हजुर विवाह कार्यक्रम चाहिँ एकदम राम्रो भएछ। हामीहरू उर्केन तामाङको सेन्देन चाहिँ काठमाडौँबाट आएको, मुङ्गुबाट आएको, भरि चाहिँ जुम्लै छ होइन। त्यो सबै नाथागाथा सबै यहाँका जुम्लामा आएर भए चाहिँ एकदम राम्रो भएछ। एकदम राम्रो भएको हुनाले हामी साथीभाइ सबै एकदम खुसी भएछ आज। खुसी हुनुहुन्छ? हजुर। त्यो त सुन्दरी हो, त्यो त झन्झट त कहाँ हुन्छ, झन्झट भएर बिहा कहाँ हुन्छ। त्यो त सुन्दरीको लागि सुन्दर होइन? हजुर। सबैको लागि यो विवाहको लागि चाहिँ एकदम सुन्दरमय विवाह।